तल्लो घरमा हो यसमा यो तल्ला घर यो हेर्छु यहाँ यसले टिभी हेर्छु भने र एकछिन यसै यहीँ हेर्छु 1-10 रहेछ पहिला अलि माथि थियो क्या अरे अनि अहिले चाहिँ अनि अलि यसो तल छ त्यो उकालो निस्किन पर्दैन अहिले उता निस्कन पर्दैन यसो निस्किन पर्छ तर त्यो त पुरै चढ्नु पर्थ्यो नि त्यो चढ्नु पर्दैन सजिलो भयो दाजु सहिलो भएछ अब हजुर हजुर यिनले खाना खान थालिसिन् हजुरआमा यहाँ खाना खाने खाना खुवाइदिने अनि यहाँ यसको सम्बन्ध ठ्याक्कै टिभी त्यहाँबाट टिभीमा जाने होइन त्यसैले आमा घरतिर हुनुहुन्छ अहिले हजुर हजुरआमा यहाँ आएर जानुभएको थियो अब अहिले केही समय उतै भाउजू नि हुनुहुन्छ अनि बारीमा केरा लाउँछु भन्नुभएको छ आमाले अहिले केरा लाउने अरे मैले भने थिएँ अनि कर्म गर्न पर्यो उमेर गए पनि कर्म गर्न सकिन्छ आमा भने थिएँ अनि अब मैले हजुर आमाले त केरा लाउन सक्नुहुन्छ पैसाले लाउँछ हो त्यही भने थिएँ हजुर आमालाई हजुरले गएर कोदालो खन्नुहोस् भनेको होइन हजुरले यसो मुख बोलिदिनुहोस् अनि होइन पैसा थोरै धेरै मैले नि पठाइदिन्छु मैले नि भन्नाले मैले पठाइदिन्छु अनि मान्छे एउटा सजिलो राम्रो मान्छे खोज्नुहोस् होइन काम गर्ने गतिलो राम्ररी काम गरिदिने होइन काम कजाउने भनेर 10 बजेदेखि राम्ररी लाउने होइन अनि त्यसपछि केराका बिरुवा चाहिए भनेपछि त होइन 10 वटा जति लगाइदियो भने त भइहाल्छ त्यसो त गर्न सकुला बाबु भन्नुहुन्थ्यो हिजोका कुरा हुन् अस्ति हो अहिले त केरा पनि कति रात्रि बिक्री हुन लाग्यो केरा हजुरआमा बिक्री त उहिले पनि हुन्थ्यो हामीले नउ गरेर बाटो थिएन घाटो थिएन घर खान त हुन्थ्यो आमा घर खानलाई त हामीलाई पुग्थ्यो जहिले पनि पुगेको थियो हामीलाई त मेरा बाबै बेच्न पाउँदो भन्ने पिर त छैन घर खान पाउँदो भन्ने छ होइन यही सोच चाहिँ फेर्नुपर्छ भनेर मैले आमालाई केही गर्नुहोस् भनेको होइन हामीले जहिलेसम्म व्यावसायिक खेती गर्दैनौँ खेती भनेको खास त एउटा केरा उमारेर 5 वटा केरा उमारेर फलाएर भन्ने होइन नि त हामी सधैँ विदेश गएछौँ केराको खेती गर्नु पर्यो होइन मलाई पुगेछ भनेर भन्दा केराको खेती गर्यो भने बारीभरि गर्यो भने हजुर माम मिठो छ मम्मीले पकाउनु भएको आज के पकाउनु भएको छ मम्मीले पुलाउ माम हो आजको पुलाउ माम हो मिठो छ सानो बाबु हजुर अनि हजुर यता कहिले आउनुहुन्छ म लिन आऊँ कि गाडीमा लिन आऊँ कि गाडी पठाऊँ भन्दा पनि गाडी गएर गाडीमा लिन आए यसो हप्ता 10 दिनले त पुग्दैन बुढी आमालाई कति दुःख दिने हो हप्तै 10 दिन मात्रै फेरि जाऊ आऊ 1 महिनाको छुट्टी दिनुहुन्छ माइजीले भने लिन आउँछु
1 महिनाको छुट्टी दिए अनि ट्याक्क मैले लिन आउँछु ट्याक्सीमा, राम्रो ट्याक्सीमा। मलाई हजुर। अरे बाबु कौन तरिकाले बाबु उनीहरूले यतिको बोल्न पाइएको छ। मेरा बाबु त्यहाँ उनीहरूले गइयो बस्यो, अब त त्यो दिन गइयो, त्यो दिन बस्यो। त्यहाँ बाबु हुनुहुन्थ्यो र म गएँ बसेँ, आँसु आउँछन् त सम्झँदाखेरि। त्यस्तो मान्छे एउटा इष्टले यहाँ घर पैसा छैन केले जानियो भन्दा तँलाई पैसा कति चाहियो होला, केलाई लान्छस् घर उल्टो बाटो आमालाई घरबाट यत्न लिउँदैन त उहाँ पल्प पुर्याउँछस् भनेर बाबु त्यस्तरी गइकिन् नि म। हजुर। यहाँ आएपछि उपचार पनि त राम्रो भयो, त्यही औषधि खाइरहनु भएको छ। त्यही औषधि खाइराखेको छु त्यहाँदेखि मलाई छैन केही राम्रो भएको छ। आफ्ना मान्छे हुनाले रोएकी छु। हो तर अब आजभोलि अस्पतालमा आएपछि सबै आफ्ना मान्छे, डाक्टर सिस्टर सबैका, होइन नाति हुनै परेन। होइन आफ्नो त हुन्छ गएपछि त अब होइन आउने बस्ने त भयो। हजुर हो, होइन आउन बस्न जान त भयो। आउन बस्न उ गरेको भए त अप्ठ्यारो हुन्थ्यो, अथवा कहाँ गर्ने के गर्ने, होइन 2-3 दिन 1-2 दिन अथवा बिहान बेलुका। अनि मैले चाहिँ जे अस्पतालमा आउनलाई उपचार गराउनलाई चाहिँ आफ्नो मान्छे नै हुनुपर्छ भन्ने चाहिँ होइन भनेको, आउन बस्न आफ्नो मान्छे बस्नलाई के मान्छे त बाबु खानको लागि कोही पनि हिँड्दैन, जहाँ एक्काइस त 10 कहाँ बसी पनि पास दिन्छन्, तर आफ्नो भनेर कत्नबाट आएर आइन्छ। हजुर आमा, त्यो त अब हो आमा। तपाईँको आफ्नो मान्छे समाजमा एक्लै जिउन सकिन्न आमा। कोही साथी भयो, आफ्नो मान्छे भए भने जिउन सजिलो हुन्छ। आफ्नो मान्छे अहिले मलाई बिहार भएर बाबु र आएको। हजुर। चारजना भएर आए। हजुर। आउने त अन्त जाँदा गर आज ठुली आमा छन् भनेर आए नि। हो आमा, अब त्यही भएर त मैले पनि हजुरलाई अब हप्ता 10 दिनको मात्रै छुट्टी ल्यायो भने हजुरलाई नि आउन जान दुःख, गाडीमा बान्ता हुन्छ के भन्नुहुन्छ, होइन। ट्याक्क 1 महिनाको छुट्टी लिएर आयो भने अनि अहिले त हजुर अब भित्र बाहिर गर्दै हुनुहुन्छ नि त। हजुर अहिले त अझसम्म भित्र बाहिर तलमाथि अलिअलि गर्दै हुनुहुन्छ नि त। भित्र बाहिर पनि गर्दैछु बाबु। अब यसो जाँदाखेरि लो ठिक्क पारिदिएको कुरा, अब यस्तो छ यसरी बसाल्नु होला भनेर अब त्यसलाई बसालेको कुरा उतार्ने, टिक्क पारिदिने, त्यहाँबाट फेरि अर्को बसाल्ने, 3 थर बसाल्छु, त्यहाँबाट त्यसलाई पकाउँछु उतार्छु, नसके लाग्दो नि बाबु। त्यही त सकिन्छ, त्यही मतलब अब बिस्तारामै जस्तो कि अब मान्छे सधैँभरि त नबाँच्ने रहेछ आमा, होइन। अब यति बिटन पर्यो अन्त भने बाद मलाई अब गर्छु, खानेको र औषधिको तरिका पर्यो भने त्यही त भनेको। अहिले जे होस् अब औषधि खाँदै राम्रै बोल्दै अलिअलि भित्र बाहिर हिँड्दै काम गर्दै, होइन बसालिदिएको अनि होइन टक्राइदिएको कामहरू गर्दै हुनुहुन्छ भनेपछि त्यही भएर त्यसैले त्यसले गर्छन्। मलाई बसेर खान पुग्छ यो आत्माले भन्दैन भन्दैन। अब मैले त्यही भने सोचे, तपाईँले कसैले पनि म 80 वर्ष भएँ, 82 वर्ष भएँ अथवा 75 वर्ष भएँ
सकुन्जेल जति सकिन्छ त्यो चाहिँ काम गर्दै गयो भने जति सकिन्छ होइन। आज अनि त्यो अलिअलि काम गर्यो भने चाहिँ हजुरले 5 वटा उम्, अलिअलि त्यही कुरो अब आफूलाई कसले मनले खाएको छ, आफूलाई कसले गरेको छ, अँ, त्यो मान्छेका घर 5 वटा घर सालेर आए। ए ओहो त्यही त हिँड्यो बोल्यो डुल्यो राम्रो बोल्यो केही घरको काम पनि अलिअलि जुन खाना बनाउने हजुरले होइन चामल भिजाइदिएको चामल तरकारी बनाइदिएको अथवा होइन दाल भिजाइदिएको पखालेर राखिदिएको जुन बसाल्नुहुन्छ त्यहाँ भएर अनि मामा माइजूले चाहिँ सर आफ्नो काम गरिरहनु भएको छ होइन। तपाईँ पनि अनि स्वास्थ्य मानसिक रूपमा स्वास्थ्य टाउकोमा सोचाइले स्वास्थ्य होइन शारीरिक रूपमा थोरै हिँड्न डुल्न पाएछ। मैले अहिले पनि घरमा थोरै धेरै घरलाई मैले काम देन दिइराखेको छु काम गरिराखेको छु होइन। अब हजुरले केही अब जस्तो कि गर्न नसक्ने भइराखेको भए मामा माइजूले के कुरा गर्नुहुन्थ्यो, आमा अब बुढी हुनुभयो गर्न सक्नुहुन्न अब आमालाई हेर्नुपर्छ भन्ने कुरा हुन्थ्यो कहीँ पनि यसो बाहिर गएर होइन। अब अहिले मामा माइजूले होइन मेरो आमा त कति खुसीले मेरो आमाले त अहिले पनि खाना बनाइदिनुहुन्छ हामी राम्रोसँग काम बाहिर गर्न सकेछौँ होइन भनेर कति आनन्दले तपाईँलाई पनि होइन कति राम्रो कुरा। मकै खन्दै थिएँ, लौ बाबु आज तिमीहरूको त घरतिर हेर्ने तिमीहरू छौ, मलाई आज कहाँ कहाँ जाने यसो घुमेर आउँछु भनेर 11 बजे गएकी मान्छे 6 बजे आए थिए। ए हजुर बुहारी घर छन् भनी भयो आनन्द परेर बस्ने, नत्र भने अब त बुढीको पिट्टा र कस्तो घर पुगेर बस्छेस् भन्छन्। तर बुहारी हिँड्छन् अब घरतिर बाँदर आउँछ, बाबु कोही मान्छे आउँछ, ढोका लागेको देख्दाखेरि कति नराम्रो लाग्छ। बुढी त थिए बुढी कहाँ गइछ भन्छन्, बुढी थिए यस्तो जान पर्यो, बुढी त घर छोडी छैन भन्छन्। सबै विचार गर्न पर्यो नि बाबु। हजुर आमा विचार नगरिकन त होइन त्यस्तो विचार गर्ने भन्नाले मामा माइजू हुनुहुन्छ सबै जे होस् अब हामीले सकुन्जेल हिँड्ने डुल्ने बोल्ने राम्रो सिकाउने हजुरले अब एउटा पुरै जीवन जिउनु भयो हजुरले त अनि होइन अगाडिको एउटा जुग जिएको हो के जुगै हो नि त 80 वर्षको मान्छे त तर सिकाएर हुन्छ भने बाबु हजुर यिनले खुसी नभए पनि अझै मैले अराउन छोडेकै छैन। हो नि मैले कर्णपुरी भन्दिनँ साउन्नेमा भन्छु, हजुर फेरि कर्णपुरी त्यो भन्ने पनि होइन अनि सामान्य भनेपछि उहाँहरूले पनि सामान्य सुन्नुहुन्छ अनि उहाँहरूलाई मनमा लागेको होइन आमा यसाको यसो हो भन्ने पनि तपाईँले सामान्यमा सुन्नुहुन्छ राम्रो कुरा हो नि त। कर्णपुरी भनेको त जसलाई पनि मन दुख्छ आमा। त्यही भएर मैले बुहारीलाई छोरालाई पनि अब नाना भएका छोरालाई पनि यस्तो देखिन्छ र अझै मैले यहाँबाट यस्तो गर यता आएर यस्तो गर उस्तो गर भन्न छोड्छु। अझै पनि केला मैले चाहिँ कसैले जान्दैन भन्छे भन्छन्। होइन यो त हाम्रो अस्पतालमा अब हाम्रो ठुलो डाक्टरहरू हुन्छ नि प्रोफेसर भन्छौँ। अब हजुरले आफ्नो जीवनको र एउटा जीवनको प्रोफेसर के भन्छ नेपालीमा मलाई अब नेपाली शब्द चाहिँ प्रोफेसरै छ होइन एउटा जीवनको प्रोफेसर अब होइन पिएचडी हो के आमा 80 वर्षको मान्छे चाहिँ। यो भिडियो मैले हजुरले र मैले बोलेको के हजुर यो हामीले जे बोलेछौँ नि हजुर तपाईँले र मैले बोलेको यसमा रेकर्ड गर्न मिल्ने रहेछ। हजुर मैले रेकर्ड गरेछु के त्यो कतै टिकटकमा हाल्न मिल्छ कि नै हजुर मेरो
बोलेको त अब कुन्नी खोइ अब कसो हो मेरा नातिले जेठाजीका छोरा नातिले मोबाइलमा लो आमा तपाईँको मोबाइल खिचेर मैले गर्छु खोइ भनेर मोबाइल खिचेर अब कम्प्युटर हो कि के बनाएर उहाँ कहाँ कहाँ गर्यो रहेछ। अब त्यस्तो सिप भएका मान्छेले त्यस्तो पनि गरिने हो त बुढाबुढीलाई। त्यही त भनेको अब हामीले त्यस्तो राम्रै बोलेछौँ के अरे, खुसी नै हुन्छ। अनि यो कति मिनटको भिडियो भएछ? 15 मिनट। अब बल्ल बल्दै कति हुन्छ? यसलाई मैले युट्युबमा, युट्युब हो कि टिकटक, युट्युबमा अनि टिकटकमा अनि हाल्दा ठिकै होला आमा, हजुरआमा? हजुर यो के भिडियो सामाजिक सञ्जालमा टिकटकमा हालेर अनि हामी यसरी बोलेको, राम्रो कुरा गरेको, अरूले पनि सिकुन्, हाम्रो हजुरआमाले सिकाएको हाल्दा कस्तो होला भनेर हजुरसँग अनुमति मागेको। हजुरले अब मैले त के भन्नु त, मभन्दा त हजुर जान्ने हुनुहुन्छ नि, मैले त भन्दिनँ। होइन, अनुमति त दिन पर्यो नि। फेरि हामी बोलेको फेरि मेरो अनुमति थिएन भन्ने जस्तो भयो भने भएन, त्यही भएर त्यस्तो राख्न अब बोली म नराम्रो बोलेको पनि हजुरले राम्रो बनाएर राख्नुहुन्छ, मलाई यसै थाहा छ। त्यस्तो गर्दाखेरि भने बनाउनुहोस् न। ए हजुर, हुन्छ आमा, नराम्रो हामीले बोले छैनौँ। हजुरले नि बोल्नु भएन, मैले नि बोले छैन। यति राम्रो कुरा खुसी भएर बोलेछौँ। अब कहाँबाट कहाँ के भयो, कहाँबाट के भयो, यो कसित बोली छ, कहाँबाट बोली छ भन्ने देखाउनु न हजुर। हजुर, हुन्छ हुन्छ। हजुरको यसो अझै त्यो भिडियो मोबाइलतिर फर्केन। हजुर, हामीलाई पनि त हजुरसित बोल्नु, त्यस्तो राख्नु हाम्रो पनि त ठुलो भाग्य हो। गर हजुर हजुर सुन्नुभयो? हजुर हो। ए हजुर भाग्य हो नि हजुर। मलाई तपाईँले त्यस्तो भनेर त्यस्तो राख्नु, यो बुढीको कहाँबाट को होला भन्ने त हुन्छै हुन्न। ल विचार गर्नु। अब मेरो भाग्य हो हजुरसँग बोल्ने पाउनु, हजुरसँग यसरी उ गर्ने। अनि हजुरको भाग्यभन्दा पनि मेरो भाग्य हो। र अनि जुन समाजले, जुन मान्छेले सुन्छन् नि हाम्रो कुरा तपाईँसँग, हजुर भाग्य यो मान्छे कहाँबाट बोली, कोबाट बोली भन्ने मेरो भाग्य हो। होइन, त्यो अब हजुरले के सम्झिनुहुन्छ? अब हामीले चाहिँ, मलाई चाहिँ हजुरसँग बोल्ने, 80 वर्षको मान्छेसँग यसरी बोल्ने, हजुरले जीवनमा जिएका कुराहरू चाहिँ सुन्ने, होइन? अनि मेरो त हजुर दिन खान केही पनि छैन, बोली मात्रै भयो हजुर। दिन खान हजुर, ल यहाँ आऊ, हजुर आमाले पलाँती हेर्ने। आऊ त, यहाँ आऊ न रितम, आऊ त, आऊ त, आऊ। टिभी हेरिछिन्। तिमी सानो हुँदा आउनु भएको थियो, यत्रै हुँदा आउनु भएको थियो। ए यिनी पनि गइथिन्, उहाँ चेकमी गइथिन्। आऊ त। ए नजन्मिँदै आउनु भयो रहेछ। तिमी मम्मीको पेटमा थियो अनि त्यति बेला आउनु भएको थियो। अनि त्यसपछि हामी चेकमी गुल्मी गएको, होइन हजुरआमा? बाबु जन्मेर पनि त्यत्रा भइसके, त्यत्रै आइकिम। हजुर, मलाई त कति खुसी लागेको छ, कति खुसी लागेको छ। मलाई त मरेर दिएर जाने, पछि भुल्दिन। हजुर, हामीले पनि त्यही नै हो। हजुर, हुन्छ हजुरआमा, है फेरि भेटौँला। भात त खाइसक्यौँ हामीले हजुरआमा। हामीले त आजभोलि अघि माइजूसँग भन्यौँ 6 बजे। कति बेर बोल्यौँ, कति बेर गऱ्यौँ, अब त्यहाँ कति बेर त बोलियो, आधा घन्टा त भयो कि 20 मिनट भयो हजुरआमा।
एक्सिडेन्ट भयो। हजुर हुन्छ हजुर आमा। ल ल ल हुन्छ भाउस् न। हस् हजुर।